दर्शक महानुभावहरू यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार। म महानन्द तिमिल सिन्हा। आज म यहाँहरूलाई एउटा विशेष विषयमा जानकारी गराउनेछु र पिण्डेश्वर विद्यापीठ धरानले भित्तेपात्रो 2082 प्रकाशन गरिसकेको छ र जसमा विविध विषयहरू प्रस्तुत गरेको छ। त्यसमध्येको अत्यन्त महत्त्वपूर्ण विषय जुठो सूतक पनि चाहिँ रहेको छ र यस विषयमा यहाँ विस्तृत रूपमा चर्चा गरिएको छ र यसलाई सङ्कलन गर्नुभएको छ सहप्राध्यापक नेत्र विनोद भट्टराई, डाक्टर नेत्र विनोद भट्टराई गुरुले सङ्कलन गर्नुभएको छ र यस विषयमा म क्यालेन्डरमा भएका विविध विषयमध्ये पनि खास गरेर जुठो सूतकसँग सम्बन्धित विषयमा यहाँहरूलाई आज जानकारी गराउन गइरहेको छु। यसका लागि, यो सङ्कलनका लागि नेत्र विनोद गुरुलाई हार्दिक धन्यवाद। र यसको सुरुवात गरौँ। सर्वप्रथम मावलका हजुरबुबा हजुरआमाको जुठो कति दिन लाग्छ भन्ने सन्दर्भमा 3 रात लाग्छ। मामा माइजूको 3 रात, सौतेनी मामाको 3 रात, सौतेनी माइजूको आशौच लाग्दैन, सानी आमा ठुली आमाको 3 रात। त यसै गरेर फुपूको जुठो 3 रात लाग्छ। यस्तै आत्मबन्धु अर्थात् आफ्नो फुपूको छोरा, मामाको छोरा, सानीमा ठुलेमाको छोराको 3 रात। यसै गरेर पितृबन्धु अर्थात् बुवाका चाहिँ फुपूको छोरा, सानीमाको छोरा, बुवाका चाहिँ ठुलेमाका छोरा, बुवाका मामाका छोराहरूको 3 रात। यसै गरेर मातृबन्धु अर्थात् आमाकी चाहिँ फुपूको छोराहरू, आमाको सानीमाको छोराहरू, आमाको ठुलेमाको छोरा, आमाको मामाको छोराहरूको 3 रात अथवा 1 रात लाग्छ भनेर भनिएको छ। र यसै गरेर बन्धुत्रय भनिएको छ र बन्धुत्रय अर्थात् आत्मबन्धु, पितृबन्धु र मातृबन्धुका छोरा छोरीको है आफ्नो चाहिँ दाजुभाइको छोरी, बुवाका चाहिँ दाजुभाइका छोरी, अब आमाका चाहिँ दाजुभाइको छोरीको आशौच 1 रात लाग्छ। यसै गरेर गायत्री गुरु, दीक्षा गुरुको जुठो लाग्छ 3 रात, गुरुपत्नी र गुरुपुत्रको 1 रात, सासु ससुराको जुठो ज्वाइँका लागि 3 रात। यसै गरी सानाबा, ठुलाबा र फुपाजुको स्नान मात्रले चाहिँ जुठो जान्छ अथवा 1 रात जुठो लाग्छ। त्यस्तै साला, साली, जेठानको पनि 1 रात जुठो लाग्छ। यसै गरी पुरोहितको जुठो लाग्छ 1 रात। यजमानका घरमा कार्य सम्पन्न नभई पुरोहितको निधन भएमा 3 रात जुठो लाग्छ। त्यस्तै सपिण्ड बाहेक 15 पुस्ताभन्दा माथिको बन्धुको चाहिँ जुठो 3 रात लाग्छ। आफ्नी दिदीबहिनीको 3 रात, भान्जाको 3 रात, बहिनी ज्वाइँ अथवा भिनाजुको 1 रात र यस्तै अर्को चाहिँ छोरीले बुबा आमाको र सौतेनी आमाको 3 रात, दाजुभाइहरू सँगै बसी मृत्यु संस्कारमा सरिक भई माइतीपट्टिकै अन्न खाएर बसेमा दाजुभाइ सरह आशौच बार्नुपर्छ छोरीले पनि। र बाबुआमाले छोरीको 3 रात जुठो बार्नुपर्ने हुन्छ। र यसपछि अर्को विषय छ कति पुस्तासम्मको कति आशौच बार्ने, यो विषय रहेको छ। अत्यन्त महत्त्वपूर्ण विषय रहेछ। 7 पुस्तासम्मको 10 रात, 14 पुस्तासम्मको 3 रात, 15 देखि 21 पुस्तासम्मको 1 रात र त्योभन्दा माथि स्नान मात्रले शुद्धि हुन्छ भनिएको छ। र यस्तै अर्को सन्दर्भ छ विशेष आशौच कति दिन बार्ने। मातापिता र पतिको 1 वर्ष, सौतेनी आमाको 6 महिना बार्ने, पत्नीको 6 महिना, पुत्र र सहोदर दाजुभाइको 45 दिन र यी बाहेक 4 पुस्ताभित्रका सपिण्डीहरूको 1 महिना बार्ने भनेर भनिएको छ। र अर्को सन्दर्भ उल्लेख भएको छ सामान्य आशौचमा 11 दिनदेखि नित्य कर्म गर्न मिल्दछ भने
13 दिनदेखि नैमित्तिक कर्म गर्न खुल्दछन्। 11 दिनदेखि सन्ध्यादि नित्य कर्म खुल्दछ भने 13 दिनदेखि रोकिएको तिथि श्राद्ध जन्मोत्सव पूजा आदि खुल्दछन्। त यस विषयमा पनि चाहिँ हामीले ध्यान पुर्याउनु पर्छ। र आशौच सम्पात सम्बन्धमा पनि उल्लेख गरिएको छ यहाँ। त यो आशौच सम्पाद भन्नाले एउटा आशौचको अवस्थामा अर्को आशौच परेमा दोस्रोलाई आशौच सम्पाद भनिन्छ। यस्तो सम्पाद धेरै प्रकारको भए पनि प्रायश 4 प्रकारको हुन्छ। जुठोमा जुठो, जुठोमा सुतक, सुतकमा सुतक र सुतकमा जुठो खप्टिने गरी 4 भेद हुन्छन्। त्यस्तै अन्य प्रकारमा 3 दिने आशौचमा 3 दिने नै आशौच खप्टिने, 3 दिनेमा 10 दिने खप्टिने, 10 दिनेमा 3 दिने खप्टिने र यसैमा जुठो र सुतकका भेदले निकै प्रकारका हुने रहेछन् भन्ने बुझ्नु पर्दछ। आशौच सम्पातमा पूर्व शेषेण या शुद्धि सुतके मृतके तथा अग्निदम सुतिकाम हित्वा मृतकस्य सुतानपि, यो वचन अनुसार समान मान्यताको 10 दिने जुठोमा 10औं दिनको सूर्यास्त नहुँदै त्यही मानको अर्को जुठो नै खप्टिएमा र ज्ञान समेत भएमा बन्धुलाई पहिलो आशौचले नै दोस्रो आशौच लाने हुँदा थप बार्नु पर्दैन भनिएको छ। र यस्तै अर्को विषय छ, जुठोले समान दिनको सुतकलाई लाने हुनाले बीचमा आएर खप्टिएको सुतक बन्धुले थप बार्नु पर्दैन। सुतकमा सुतक खप्टिएमा पनि यही नियम अनुसार नै थप बार्नु पर्दैन। अब सुतक परेको बेलामा जुठो खप्टिन गएमा जुठोको अवधिभरि नै बार्नुपर्ने हुन्छ। अब 10 दिनको सूर्यास्त पश्चात 3 प्रहरभित्र अर्को समान मानको आशौच परेको र ज्ञान पनि भएमा 2 रात थपेर दोस्रो आशौच बार्नु पर्दछ, पुरै बार्नु पर्दैन। चौथो प्रहरको 56 घडीभित्र भए 3 रात बढाउनु पर्दछ। त्यसपछि आशौच खप्टियो भने अब पुरै दिन थप आशौच बार्नु पर्दछ। यो बन्धुवर्गका लागि भनिएको हो। 11 दिनभन्दा पहिले आशौच सम्पात परेमा दोस्रो घरलाई छोडेर अरूलाई पहिलो आशौचले नै लैजान्छ। पछिल्लो आशौचका कारण पहिलोको कुनै काम रोक्नु पर्दैन। सरासरी दुवै आशौचको कार्य आफ्नो 13 दिनमा सक्नु पर्दछ। र यस्तै समान मानको सुतकमा सुतक वा जुठोमा जुठो वा सुतकमा सुतक परेमा पूर्व आशौचले नि बन्धुहरू शुद्ध हुन्छन्। पछिल्लो सुतक परेको घरमा सुत्केरीलाई मात्र आशौच रहन्छ भने मरणमा छोरा बुहारी र पत्नीलाई मात्र आशौच रहने हुनाले उनीहरूले पुरा 13 दिन नै काम गर्नु पर्दछ। यी बाहेकलाई पहिलो आशौचको समापनसँगै दोस्रो आशौच सकिन्छ। मृतकमा जुठो पर्दा भने सुतकले जुठो लाँदैन। आशौच सम्पातमा जेठो कान्छो वा ठुलो सानो नाताको व्यवहारले खास फरक पर्दैन। त यस्तै गरेर मृत्यु संस्कार वा श्राद्ध आदिमा पर्न सक्ने केही विशेष अवस्था र तिनका समाधान, र यो विषयलाई पनि प्रस्तुत गरिएको छ। र सर्वप्रथम मृत्यु संस्कार 12 वा 13 दिन कति दिनमा सक्ने भन्ने सन्दर्भ छ। मृत्यु संस्कार 13 दिनमा नै सक्नुपर्छ। सपिण्डी गरेको भोलिपल्ट मात्र उत्तर पाथेय श्राद्ध गर्नुपर्दछ। यहाँ तिथिबारको अन्य सम्बन्ध देखिँदैन। दोस्रो, बुबा आमा बितेको 10 दिनभित्र आमा बुबा बित्नु भएको अवस्थामा बुबाको 10 रातपछि आमाको थप 2 रात आशौच बार्नुपर्छ। बुबाको सपिण्डी भने 4 नक्षत्र हस्ता, आर्द्रा, रोहिणी, अनुराधा जुराएर या 45 दिनमा गर्नुपर्ने व्यवस्था छ। आमाको आशौच थप गरिएको अवधिभित्र 10 पिण्ड प्रदान गर्नुपर्छ अथवा आशौचभित्रै नै 10 पिण्ड प्रदान गरिसक्नुपर्छ। त यो अर्को सन्दर्भ भयो। र यस्तै बुबाको 13 दिनका दिन आमाको 11औं, 14औं दिनका दिन सपिण्डी, 15 दिनका दिन आमाको उत्तर पाथेय आदि गरी
आमाको काम समापन गर्नुपर्छ। त्यसपछि बुबाको सपिण्डी माथि बनेका दिनमा नक्षत्र जुराएर गर्नु शास्त्रसम्मत हुन्छ। आमा बितेको 10 दिनभित्र बुबाको पनि निधन भएको अवस्थामा भने आमाको 10 दिनसम्मको काम भिन्न वेदी राखेर तथा 11औं दिनको आद्य र आध्यात्मिक श्राद्ध मात्र गर्नुपर्छ। त्यसपछि बुबाको सपिण्डन गरेर मात्र आमाको 11औं दिनको घटश्राद्ध र दिन जुराएर सपिण्डन आदि कर्म गर्नुपर्दछ। 11 दिनपछि आमा या बुबाको मृत्यु भएमा सरासर नै गर्नुपर्दछ। र यस्तै अर्को सन्दर्भ छ, बुबा आमा बितेका दिन वा 10 दिनभित्र सन्तान जन्मिएको अवस्थामा के गर्ने भन्ने छ। र यस्तो अवस्थामा मृतकको काम सरासरी गर्नुपर्दछ। नामकरणका लागि 11-12 दिन कटेमा 18 दिन वा 1 महिनाभित्र 16 जुराएर वा 100 दिनमा गर्नुपर्दछ। अन्नप्राशन आफ्नो समयमा नै हुन्छ। विदेशमा मृत्यु भई 10 दिन बितेपछि शव आउँदा के गर्ने भन्ने छ। यसमा लास आउन असम्भव भएमा पुत्ला विधिले दाह संस्कार गर्नुपर्दछ। पछि लासको संस्कार गर्ने र पहिले आशौच नबारेकाले दाह पश्चात आशौच बार्ने, पहिले बारेकाले पछि आशौच बारिरहनु पर्दैन। र यसपछिको अर्को सन्दर्भ छ, बुबा आमाको सँगै मृत्यु भएमा दशगात्र, ढिकुरो, वेदी, मासिक श्राद्ध, वार्षिकी सम्बन्धमा। त यो विषयमा छ, बुबा आमाको सँगै मृत्यु भएमा अलग अलग ढिकुरो गरी पहिलो दिनदेखि वर्ष दिन सम्पर्क पहिले पितापट्टिको काम सकेर माताको गर्नुपर्दछ। दुवैको काम अलग अलग नै हुन्छ। दोस्रो विवाह गरेकी आमाको दशगात्र सम्बन्धमा। दोस्रो विवाह गरेकी आमाको दशगात्र प्रायश्चित्तपूर्वक पहिलोपट्टिकै सन्तानले गर्नुपर्दछ। दोस्रो तर्फका सन्तानहरूले ठाडो क्रिया गर्ने व्यवस्था छ। र यसै गरेर अर्को विषय छ, सन्तान नभएकी महिलाले आफ्नो श्रीमानको काजक्रिया, मासिक श्राद्ध, वार्षिकी श्राद्ध गर्न मिल्छ वा मिल्दैन भन्ने विषय छ। र यस्तो परेको अवस्थामा सबै काम श्रीमतीले नै गर्नुपर्दछ। अर्को विषय, धर्म परिवर्तन गरेका पिताको पत्नी पुत्रादिले दशगात्र र बन्धुले बार्ने आशौचको विषयमा। त यसमा पत्नी पुत्रादिले शास्त्रोक्त प्रायश्चित्त गरी सनातन परम्परा अनुसार दाह गरी दशगात्र संस्कार गर्नुपर्दछ। बन्धुवर्गादीले आशौच पनि बार्नु पर्दछ। र अर्को छ, एक छोराले मातापिताको दशगात्र गर्न नपाएको अवस्थामा। त बाहिर बसेको छोरो जहिले आए पनि 12 दिनसम्म ठाडो क्रिया बसी दान दक्षिणा आदि गरेर कर्तव्य पुरा गर्नुपर्छ। जेठो छोरो रहेछ र 1 वर्षभित्र आएमा सपिण्डी श्राद्ध दोहोर्याउनु पर्छ। र यस्तै गरेर अर्को सन्दर्भ, माताको मृत्यु भएर पिताको बर्खी रोकिएमा तथा आमाको बर्खी गर्ने विषय। आमाको काजक्रिया सरासरी 13 दिन नै गर्नुपर्दछ। साथै आमाका 13 दिनका दिन नै पिताको वार्षिक श्राद्ध गर्नुपर्दछ। सेतो कपडा, खानपानका नियममा भने 1 वर्षसम्म नै रहनु पर्दछ। र यस्तै अर्को सन्दर्भ रहेको छ, एकादशी श्राद्ध परेको विषयमा। एकादशी आदि उपवासका दिन श्राद्ध परेमा श्राद्ध गर्नुपर्दछ। श्राद्ध शेषानमा सबै अन्न एउटा टपरी थाली आदिमा पस्किएर त्यो सबै अन्न कर्ताले छुँगेर त्यो समग्र टपरीको अन्न नै गाईलाई खुवाउनु पर्दछ। व्रत लिएको श्राद्धकर्ताले कन्दमूल, फलफुल आदि अनुकल्पको रूपमा उपवासमा भक्षणीय पदार्थ पितृ ब्राह्मणलाई अर्पण गरी शेष पितृ ब्राह्मणको रूपमा ग्रहण गर्नुपर्दछ। अशक्ततामा आमान्न श्राद्ध वा सुवर्ण श्राद्ध गर्न सकिन्छ। एकादशी व्रतको अनियमितता भए श्राद्धीय भोजन नै गर्नु पर्दछ। र अर्को विषय, आशौचमा
ग्रहण स्नान है सुतक जुठो र अन्यको आशोचमा ग्रहण परेमा ग्रहण निमित्तक स्नान दान श्राद्ध आदि गर्नै पर्दछ। रजस्वला स्त्री क्रियापुत्रीले पनि स्नान गर्नु पर्दछ। र यस्तै आभ्युदयिक श्राद्ध नान्दी श्राद्ध कति अघि गर्ने भन्ने सन्दर्भमा छ। यसमा कर्म अनुसार फरक दिन सङ्ख्या तोकिएको छ। ठुला ठुला श्रौत यज्ञमा 21 दिनभित्र नान्दी श्राद्ध गर्न सकिन्छ। तर यस बिचमा कर्ताका 4 पुस्ताभित्रका कसैको तिथि श्राद्ध नपर्ने गरी र औँसी पनि नपर्ने गरी नान्दी श्राद्ध गर्नुपर्दछ भने विवाहको दिनसहित 10 दिनभित्र माथिकै नियमअनुसार गर्नुपर्दछ। व्रतबन्धमा 6 दिनभित्र र चुडा कर्ममा 3 दिनभित्र नान्दी श्राद्ध गर्न मिल्दछ भन्ने शास्त्रको निर्देश पाइन्छ। नान्दी श्राद्ध गरेपछि यज्ञको पूर्णाहुति पछि र विवाह व्रतबन्धको 4औं दिनमा मण्डप विसर्जन चतुर्थी कर्मसम्म नियममा रहनु पर्दछ। यसै गरेर चाहिँ महालय पक्षमा पिताको तिथिको प्रमुखता भन्ने विषय छ। महालय पक्षमा पिताको तिथिमा नै महालय श्राद्ध गर्नु पर्दछ। पितामह आदिको तिथिमा होइन। केवल चतुर्दशी र पूर्णिमा तिथि हुनेले र आशौचादि बाधाले मात्र अर्को तिथिमा महालय श्राद्ध गर्नु पर्दछ। पूर्णिमा र चतुर्दशी मृत तिथि हुनेले र आशौचले बाधा भएमा कार्तिक मसान्तभित्रका कुनै अष्टमी द्वादशी औँसी तिथिमा भरणी नक्षत्र र व्यतिपात योगमा गर्नुपर्छ। कार्तिक मसान्तसम्म महालय श्राद्ध गर्न नसकेमा दुरो अश्वस्य भन्ने मन्त्रको प्रतिदिन 108 जप गर्नु पर्दछ। यस्तै अर्को मघा श्राद्ध विषयमा छ। मघा नक्षत्र परक श्राद्ध हो, यो तिथि श्राद्ध होइन। अत मघा पर्यो भनेर पिताजीको तिथि परेमा एकोदिष्ट महालय श्राद्ध गर्नु नै पर्दछ। र अर्को विषय महालय पक्षका चतुर्दशीका खास खास कृत्यहरू यस प्रकार छन्। पहिलोमा त्यसै दिन मृततिथि भए तिथि श्राद्ध मातापिताको एकापार्वण विधिले श्राद्ध गर्ने। दोस्रो पिताको त्यस दिन मृततिथि भए त्यस दिन एकापार्वण विधिले एकापार्वण गरी अष्टमी द्वादशी अमावास्या मध्ये एक दिन महालय श्राद्ध गर्नु पर्दछ। र यसै गरेर यस्तै मातापिता बाहेक अरूको मृततिथि त्यस दिन भए एकोदिष्ट विधिले एकोदिष्ट श्राद्ध गर्नु पर्दछ। अर्कोमा यस पक्षको चतुर्दशी बाहेक अरू चतुर्दशी मृततिथि भए त्यस तिथिमा एकोदिष्ट श्राद्ध गरिन्छ नै। यसमा अकाल मृत्यु अपमृत्यु नभए केही गर्नु पर्दैन। पिताको तिथि भए अष्टमी द्वादशी औँसी मध्ये कुनै एक दिन महालय गर्नु पर्दछ। चतुर्दशी या अन्य कुनै तिथिमा अकाल मृत्यु अपमृत्यु आदि भएर पिताजीको देहान्त भएको भए यस आश्विन कृष्ण चतुर्दशीमा विश्वदेव सहितको शस्त्रादि हत भएकाले एकोदिष्ट र 2 जना पितृ पितामह नै शस्त्रादि हत भए विश्वदेव सहितका 2 वटा एकोदिष्ट गर्नु पर्दछ। पिता पितामह प्रपितामह वा माता आदि शस्त्रादि हत भएमा त पार्वण नै गर्नु पर्दछ। त्यहाँ विश्वदेव स्थापित हुन्छन् नै। र यसपछि अर्को रोकिएको एकोदिष्ट श्राद्ध कहिले गर्ने भन्ने सम्बन्धमा छ। कर्ता विदेशमा रहनाले भाइ बन्धु आदिको जनन वा मरणाशौचले एकोदिष्ट श्राद्ध रोकिन्छ। त्यस्तै कर्ताको अशक्ततामा वा श्राद्ध तिथि बिर्सनाले पनि विघ्न पर्न गई एकोदिष्ट श्राद्ध रोकिन सक्छ। यस्तो अवस्थामा श्राद्ध विघ्ने समुत्पन्ने विज्ञाते मृते हनि एकादश्याम तु कर्तव्यम कृष्ण पक्षे विशेषतः। कुनै पनि कारणवश श्राद्ध रोकियो भने मरेको महिना थाहा भयो तर तिथि थाहा भएन भने त्यस्तो अवस्थामा विशेष गरेर कृष्ण पक्षको एकादशीमा एकोदिष्ट र एकापार्वण गर्नु पर्दछ भनिएको हुँदा नजिकको एकादशीमा गर्नु पर्दछ। यस्तै निर्देशक धर्मसिन्धु आदि निबन्ध ग्रन्थमा यो एकादशी बाहेक नजिकको औँसी वा एकादशी वा अर्को महिनाको त्यही तिथि आदिमा गर्नु पर्दछ भनेकाले उक्त नजिकका एकादशी औँसी र अर्को महिनाको त्यही तिथिमध्ये कुनै एउटा दिनमा गर्न सकिन्छ। 7 पुस्ताभित्रका बन्धुले बन्धुको जुठोले रोकेको भए 12औं दिनमा एक छाकी गरी 13औं दिनमा
8 देखि 14 पुस्ताभित्रका बन्धुका जुठोले रोकेको दिनमा 8 देखि 14 पुस्ताभित्र रोकेको भए तेस्रो दिन एक छाकी र चौथो दिन श्राद्ध गर्नु पर्दछ। सुतकमा 7 पुस्ताभित्रको सुतकमा 10औं दिनमा एक छाकी र 11औं दिनमा श्राद्ध गर्नु पर्दछ। 8 देखि 14 पुस्ताको सुतकमा भए तेस्रो दिन एक छाकी चौथो दिन श्राद्ध गर्नु पर्दछ। यस्तै अर्को सन्दर्भ छ श्राद्धमा पत्नी रजस्वती पत्नी रजस्वलाका कारण एकोदिष्ट मासिक श्राद्ध एकोदिष्ट मासिक श्राद्ध प्रथम दिनदेखिका 13 दिनसम्मका श्राद्ध एकातरण श्राद्ध रोकिँदैनन्। अव्यवस्थाले गर्न नसक्ने पक्ष अलग हो। महालय श्राद्ध भने रोकिन्छ, तर यथासम्भव औँसी कटाउनु हुँदैन। गोष्ठ्यापी श्राद्ध पनि गर्न सकिने देखिन्छ। त्यसपछि अर्को विषय चाहिँ आफ्ना बुबा बाहेक बुबा आमा बाहेक अरूको दशगात्र गरेकाले वर्ष दिन बार्नुपर्छ कि पर्दैन भन्ने विषय छ। र आफ्ना बुबा आमा बाहेक अरूको दशगात्र गरेको व्यक्तिले वर्ष दिनसम्म उसका मासिक आदि श्राद्ध पनि गर्ने र यता आफ्ना घरका नित्य पूजा लगायत दसैँ तिहार तथा कृत्य पनि नछोडी दुवैतर्फका काम गर्नु पर्दछ। अर्को गर्भस्थदेखि 10 महिनासम्मको शिशुको मृत्यु हुँदा 6 महिनासम्मको गर्भपात भए महिना अनुसारको दिन सङ्ख्याले आमाले बार्नु पर्दछ। 4 महिनासम्म पिता र बन्धुहरू स्नानले शुद्धि हुन्छन्। 5 र 6 महिनामा गर्भपात हुँदा मातालाई महिना अनुसार दिन सङ्ख्या पिता आदि सपिण्डलाई 3 दिन सुतक लाग्छ। 7 महिनादेखि सबैलाई 10 रात्रि लाग्छ। यसै गरेर रातको जुठो सुतकमा दिन गणना गर्ने छ। जुठो सुतकको र रजस्वला हुँदाको दिन छुट्याउँदा रातलाई 3 भाग लगाउने, 2 भाग भित्र परे अघिल्लो दिन मान्ने र तेस्रो भागमा परे भोलिपल्ट मान्नु पर्दछ। र अर्कोमा छ पितामाता तथा पतिको बर्खी पारेको वर्ष पत्नी तथा पुत्रहरूले सेतै कपडा लगाउनु पर्ने विषयमा चाहिँ प्रेतत्व 1 वर्ष रहने तथा पुत्र पुत्रवधू र पत्नीलाई 1 वर्षभरि विशेष आशौच लाग्ने हुनाले र मासिक आदि श्राद्ध गर्नुपर्ने हुनाले श्राद्धकृत शुक्लवासा श्राद्ध अनुसार 1 वर्षसम्म सेतै कपडा लगाउनु पर्दछ, अन्यथा गर्नु उचित हुँदैन। यसै गरी आशौच अशुद्धिको विशेष अवस्था हो। सुतक र जुठोले आफ्नो बन्धु बान्धवलाई संक्रमण गर्ने हुनाले आशौच परेको अवधिभरि शुभ कर्म गर्नु हुँदैन। रजस्वला अवस्था नारीको विशेष अवस्था भएकाले यसमा आरामका साथै शुद्ध शुद्धिको पनि ख्याल गर्नुपर्ने विषय शास्त्र निर्दिष्ट हो। सुन्ने बित्तिकै आशौच संक्रमण हुने हुँदा आशौचको निश्चय नभई सुनाउनु हुँदैन। विभिन्न कारण देखाएर 11 दिन नपुगी नामकरण गर्नु वा जुठो बार्नुपर्ने आफन्तको निधन भएको जानकारी भएर पनि 7 दिनदेखि मात्र जुठो बार्न थाल्नु शास्त्र सम्मत होइन। यस्तै नामकरण बच्चाको 16 संस्कार मध्ये एक संस्कार भएकाले सुतक जाने वा नजानेसँग यसको सम्बन्ध छैन। 11 दिनपछि न्वारन नभए पनि बन्धु बान्धवलाई सुतक जान्छ भने 5-7 दिनमा न्वारन गरेर सुतक पनि जाँदैन। त 11 दिन नपुगी न्वारन गर्नु हुँदैन। आशौच सुनाउँदा आशौच परेको समय र मृताशौच भए मृतकको नाम, दिन र बेला आदि जानकारी पाएर यति पुस्ताको हो भन्नेसम्म निश्चय भएपछि मात्र घाम छँदै कसैलाई आशौच सुनाउनु पर्दछ। जुठो बार्नु भनेको मृतक प्रतिको निष्ठा र सो कर्तव्यको पालन भएकाले खाने लाउने जस्ता विषयलाई बोझको रूपमा नलिई सहज सरल र शास्त्रीय मर्यादालाई यथासम्भव पालन गर्नु हो। आशौच मानमा पुस्ताभेद, संस्कार सम्पन्नता, उपकारी गुण आदि कारणले 10 रात, पक्षिणी 3 रात, 1 रात र स्नान मात्र आदि विभिन्न भेद भए पनि माथि भने समग्रमा 10 रात, 3 रात र 1 रातको मात्र उल्लेख गरिएको हो। हस्, धन्यवाद। यो अत्यन्त महत्त्वपूर्ण विषय हामीले यहाँ प्रस्तुत गर्यौं।
र यहाँहरू संस्कृत सरस्वती युट्युब च्यानल हेरिरहनु भएको छ र यहाँहरूलाई यो विषय कस्तो लाग्यो र यो सन्दर्भ विशेष लागेमा उपयोगी लागेमा यहाँहरूले यो भिडियोलाई सेयर गर्न नछुटाउनुहोला। हस्, धन्यवाद, नमस्कार।